दशैनपछि कलेज खुल्यो। कार्तिक सुरु भयो। पहिलो दिन क्यान्टिनमा प्रिया देखियो। उनले आदित्यलाई देखेर हात हल्लाइन्। स्माइल अझ ब्राइट भयो। ब्रेक टाइममा कलेज पछाडिको गार्डन। सानो पुरानो बेन्च। दुवै बसे। पोखरा कस्तो रह्यो? आदित्यले सोध्यो। राम्रो, प्रिया बोली। तर म चाँडै सुन फर्कन चाहन्थे। किन? केही सेकेन्ड्स पज। किनभने तिमी यहाँ थियौ। आदित्य फ्रिज भयो। आदित्य, प्रिया बोली। म अनेस्ट हुन चाहन्छु। म तिमीलाई फ्रेन्ड भन्दा बढी मान्न थालेकी छु। साइलेन्स। प्रिया, आदित्यले भन्यो। पहिलो दिनदेखि म पनि तिमीलाई माया गर्छु। तर डरले केही भन्न सकिन। प्रिया रोइन् र हाँसिन्। स्टुपिड, उनले भनिन्। यो खुशीको आँसु हो। त्यो दिन, त्यो बेन्चमा दुई हार्ट्स मिले। Officially together, secretly happy. लाइब्रेरीमा ह्यान्ड होल्डिङ। क्यान्टिनमा लन्च सेयर। बस राइडसँग। विकेन्डमा थामेल, पाटन, गार्डन अफ ड्रिम्स। डिसेम्बर, स्वयम्भुनाथ, सनसेट। फ्युचरको बारेमा सोध्छौ? प्रियाले सोधिन्। सोध्छु, आदित्यले भन्यो। तर म तिमीलाई साथ चाहन्छु। प्रमिस? प्रमिस। फाइनल इयर। ग्रेजुएसन। आदित्यले क्यान्टिनमा सरप्राइज सङ गाए। आफ्नै कम्पोजिसन। आई लभ यु। प्रियाले 3 विस्पर गरिन्। आई लभ यु टु, आदित्यले भन्यो। इयर्सपछि जब कसैले सोध्थ्यो, तिम्रो लभ स्टोरी कस्तो छ? उनीहरू मुस्कुराउँथे। किनभने यो फेरी टेल थिएन। यो पर्फेक्ट थिएन। तर यो रियल थियो। यो प्योर थियो। पहिलो माया र अन्तिम माया पनि।